ठीक ठाक परेपछि भगवान कृष्णलाई अनि भगवान कृष्णले लु आउन त गोइमा भनेर बस्नुभयो टुरुक्का बसेपछि अनि राधिका गएर ज्याममा उनीहरूलाई मार्न खोज्दै थिए नारायण ये हरे राम बोकिन तयार भइन् अनि झपक्क काँधमा बसेको भनेको त सुकेको ठुटो गर्ने पनि अगाडि पर्छ नारायण राम राम कृष्ण हराय ए हरे राम राम है पीर छ नारायण राम राम